नमस्कार सबै मेरा साधकहरुमा म तपाईहरुकै योगा शिक्षक शिवको तर्फबाट यहाँहरु सबैलाई हार्दिक नमन गर्न चाहन्छु। सबैजना सन्चै हुनुहुन्छ। आज मैले तपाईहरुलाई तल्लो कम्मरको लागि योगा भिडियो लिएर आएको छु। त्यसकारण यो भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। बेल आइकनको घण्टी पनि बजाउन नभुल्नु होला ताकि तपाईहरुलाई लेटेस्ट नोटिफिकेसन मिल्नेछ। त्यही नोटिफिकेसनको आधारबाट यो भिडियोबाट भरपूर रूपमा फाइदा पनि लिन सक्नुहुनेछ। स्पेशल लोअर ब्याक पेन त अहिले धेरै कमन भइसकेको छ। भक्करको देखि लिएर बुढाबुढीको लागि त हुँदै भयो। यो चाहिँ हाम्रो धेरै कारणले हुन सक्छ। ल्याक अफ एक्सरसाइजको कारणले गर्दा हुन्छ, ब्याड पोस्चरको कारणले गर्दा हुन्छ, हाम्रो खानपानको गडबडीको कारणले गर्दा हुन्छ, पिन्च नर्भ नसाहरू दबियो चापियो भने पनि ब्याक पेन हुने गर्छ। धेरै अगाडि झुक्ने जसले चाहिँ आसनहरू गर्छ अथवा कामहरू गर्छ त्यसबाट पनि दुख्ने हुन्छ। त्यसैगरी फेरि लामो समयसम्म उभिराख्ने, लामो समयसम्म बसिराख्ने, सडेन्टरी लाइफस्टाइल हुने मान्छेहरुको लागि त्यस्तोलाई चाहिँ ब्याक पेन चाहिँ हुने गर्छ। यसलाई चाहिँ कम गर्नको लागि कोही कोहीलाई जेनेटिक्सले पनि हुने गर्छ। कोही यसलाई कम गर्नको लागि चाहिँ हामीलाई मैले आज चाहिँ विभिन्न प्रकारका योगा आसनहरू लिएर आएको छु। त्यसकारण यो भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। बेल आइकनको घण्टी पनि बजाउन नभुल्नु होला। अब मैले तपाईलाई सुरु गर्छु सिम्पलबाट। अब तपाईले जहिले पनि ख्याल गर्नु होला भने कम्मर दुखेको मान्छे पुरा अगाडि झुक्न हुँदैन, आधा मात्र कतिको झुक्ने भन्दा 3 फिट जति डिस्टेन्स राख्दिने वालबाट यस्तरी ओर्दिने। 1 2 3 4 र बिस्तारै यस्तो गरिसकेपछि हाम्रो स्पाइन चाहिँ लेनदेन हुन्छ र त्यसपछि बिस्तारै यसरी त्रिकोणासनमा सुत्नुस्। र अर्को भुजङ्ग आसनले पनि हाम्रो ढाडलाई चाहिँ तन्काउनको लागि, बीचमा रगत र ब्लड सर्कुलेसन पुर्याउनको लागि र दबिनबाट बचाउनको लागि काम गर्ने गर्छ। बिस्तारै पहिला त्रिकोणासनमा जानुस् र पछि यस्तरी सास लिनुस्। 1 2 3 होल्ड 2 3 4 5 6 सास फेर्नुहोस्। 1 2 3 गर्नुस्। यसै गरी शलभासन पनि गर्न सक्नुहुन्छ। सास फाल्दै जानुस्। 1 2 3 होल्ड 2 3 4 5 6 inhaling 1 2 3 exhaling 1 2 3 hold 2 3 4 5 6 inhaling 1 2 3 exhaling 1 2 3 hold 2 3 4 5 6 र बिस्तारै त्रिकोणासनमा अथवा यो मकरासनमा रिल्याक्स गर्नुस्। बिस्तारै त्रिकोणासनमा गइसकेपछि फेरि सुपाइन पोजिसन जानुस्। अब यसपछि तपाईले सामान्य ब्रिज पोज, सिम्पल ब्रिज पोज सेतुबन्ध आसना। सास लिनुस्। 1 2 3 सास फाल्नुस्। 1 2 3 सास लिनुस्। सास फाल्नु 1 2 3 सास लिनुस्। 1 3 सास फाल्दै जानुस्। 1 2 3 सास लिनुस्। सास फाल्दै जानुस्। 1 2 3 अब यस्तरी 1 2 3 4 5 6 7 8 9 10 बिस्तारै। अब बिस्तारै तपाईले अरु आसना गर्न सक्नुहुन्छ। अरुमा चाहिँ तपाईले बिस्तारै पवन मुक्त आसना गर्न सक्नुहुन्छ। सास फाल्दै जानुस्। 1 2 3 होल्ड गर्नुस्। 2 3 4 5 6 इनहेलिङ 1 2 3 एक्सहेलिङ 1 2 3 गरेर होल्ड गर्नुस्। 2 3 4 5 6 inhaling 1 2 3 सास फाल्दै जानुस्। 1 2 3 होल्ड एट 2 3 4 5 6 inhaling 1 त्यसरी यस्तरी दायाँ बायाँ दायाँ बायाँ दायाँ बायाँ दायाँ बायाँ दायाँ बायाँ यस्तरी गर्नुस्। अब बिस्तारै तपाईले लेग अफ द वाल यस्तरी वालमा राखेर यसरी लेग अफ द वाल अथवा विपरीत कन्ट्रोल पनि गर्न सक्नुहुन्छ। खुला यस्तै राख्नुहुन्छ भने यसलाई वाटरफल पोज भन्छ। वालमा राख्नुहुन्छ भनेर हाम्रो हुन्छ वालमा राख्नु भने लेग अफ द वाल भन्छ।
अब बिस्तारै बिस्तारै तपाईहरुले फेरि सुप्तबद्ध कोणासना पनि गर्न सक्नुहुन्छ। सास फाल्दै जानुहोस्। 2 3 होल्ड योर ब्रेथ 2 3 4 5 6 इनहेलिङ 1 2 3 एक्सहेलिङ 1 2 3 होल्ड 2 3 4 5 6 इनहेलिङ 1 2 3 अर्को फेरि तपाईले एस्टिक आसना पनि गर्न सक्नुहुन्छ। लौरोको आसना सास लिँदै जानुहोस् 1 2 3 यस्तो गर्दा माथिबाट पनि कसैले तानेछ तलबाट पनि कसैले तानेछ थनक्क जमिनबाट शरीर छोड्न हुन्न सबै जमिनले दबाइदिन पर्छ 1 2 3 4 5 6 7 8 र सास फाल्दै जानुहोस् 1 2 3 सब आसना गर्नुहोस् लास्टमा। लास्टमा अनुलोम विलोम गर्नुलाई पेन किलरलाई नेचुरल पेन किलर। यदि गरिसकेपछि तपाईको ढाड दुखाइलाई कम हुनेछ भन्ने आशा राख्दै म बिदा हुन्छु। हस्त नमस्कार, शुभ दिन, बाइ बाइ।